प्रेग्नेन्सी नहुनुको एउटा मुख्य कारण फेलोपियन ट्युबको समस्या हाइड्रोसैल्पिंग्सले गर्दा हुन सक्छ। महिलामा दुईवटा फेलोपियन ट्युब हुन्छ र त्यसमा अण्डा र शुक्रकृतको भेट भएर प्राकृतिक गर्भ सुरु हुन्छ। हाइड्रोसैल्पिंग्स भनेको फेलोपियन ट्युबमा पानी भर्नु हो र यसले गर्दा फेलोपियन ट्युबलाई नै ब्लक गराउँछ। अण्डा र शुक्रकृतको भेट हुन पाउँदैन र गर्भ रहन एकदमै गाह्रो हुन्छ। हाइड्रोसैल्पिंग्सका मुख्य कारण भनेको पेल्भिक इन्फेक्सन, ट्युबरकुलोसिस, एन्डोमेट्रियोसिस, पहिला कुनै सर्जरीका कारणले गर्दा पनि हुन सक्दछ। यो समस्या अल्ट्रासाउन्ड, एचएसजी, ल्याप्रोस्कोपिकद्वारा पनि पत्ता लगाउन सकिन्छ। हाइड्रोसैल्पिंग्सको ट्रिटमेन्ट सम्भव छ र ट्रिटमेन्ट गरिसकेपछि प्रेग्नेन्सीको चान्सेस पनि बढ्दछ। थप जानकारीको लागि फिस्टेल आइभीएफ एन्ड फर्टिलिटी सेन्टरमा आउनुहोला।